सेकाइ नो मिनासान ओहायो गोजाइमास। आज चाहिँ लिएर आएको छु मैले टपिक स्किलको स्किलको एग्रिकल्चरको क्रप फार्मिङको कसरी पास गर्ने। मैले चाहिँ लगभग 9 दिन समथिङ त्यस्तो 9 दिन 10 दिनमा चाहिँ पास गरेको है। कसरी पढ्ने के पढ्ने भनेर आज म भन्छु नि त है। त्यसको बारेमा आज म चाहिँ त्यसको लागि भिडियो बनाउँदैछु। एग्रिकल्चर सेक्टर मध्येमा स्किलको चाहिँ दुईवटा पढ्नुपर्ने हुन्छ है। दुईवटा हुन्छ स्किलहरू मध्येमा, एउटा क्रप फार्मिङ हुन्छ, एउटा लाइफ स्टक भन्ने हुन्छ। अनि मैले चाहिँ क्रप फार्मिङको पढेको थिएँ। मैले चाहिँ समथिङ 9 दिनमै पास गरेको क्या। धेरैले भन्नुहुन्छ है नक्साहरू यसको हुन्छ नि चित्रहरू, त्यो चित्र चाहिँ आउँदैन रहेछ एग्रिकल्चरको जुन मैले। अनि मेन भनेको मार्क्स भनेको चाहिँ केबाट आउँछ, जापानिजको त्यो लिसनिङ टाइपिङ पनि थियो है। म चाहिँ सुरुमा आत्तेको थिएँ, नर्भस भएको थिएँ है। अनि फेरि त्यहाँ सेन्सेले सिकाइदिनु भयो। त्यो एक्जाम दिँदै गर्दा चाहिँ म चाहिँ फेल हुन्छु कि जस्तो लागेको थियो, किनभने मेरो त्यो पुगेको छैन जस्तो लाग्दै थियो क्या पढाइ। अन्तिम सेक्सनमा आएको थियो, मैले अन्तिम सकेर चाहिँ अनि सबमिट गर्ने सेक्सन आयो है। फाइनल थियो, ठ्याक्क सबमिट गर्दा चाहिँ मलाई अलिक डर भइरहेको थियो, भित्र त्रास भइरहेको थियो, फेल हुन्छु कि जस्तो लागेको थियो है। ठ्याक्क सबमिट गर्दा पास मात्र देखायो। दुईचोटि सोधेँ मैले पास भनेर, सेन्सेले भन्नुभयो हेर पास हुनुभयो भन्नुभयो है। अनि म ठ्याक्क निस्केँ। पास भएर निस्केपछि ठिक्कै म आफ्नो रुम गएँ। अनि त्यहाँ रिजल्ट चाहिँ ठ्याक्क 9 बजीतिर देखाएको थियो। 65% आएछ। पिक्चर भन्दा पनि त्यहाँ हुन्छ नि मेन लेखेको त्यो टपिकहरू, त्यो टपिकको बारेमा चाहिँ पढेर जानुपर्ने हुँदो रहेछ। किनभने मैले झन्डै चाहिँ फेलले भन्दा पनि हुन्छ, लगभग मैले अलिक मजाले पढ्न चाहिँ पढेको थिएँ, तर पनि 9 दिनमा चाहिँ पास गरिदिनु। अलिक मजाले पढेर चाहिँ दिनुपर्ने हुन्छ, सबै पढ्नुपर्ने हुन्छ त्यसको जम्मै। सबैभन्दा सजिलो चाहिँ एग्रिकल्चरमै पर्छ होला जस्तो स्किलको। तापनि धेरैले पनि बिगार्दछन्, किनभने उनीहरूले सजिलो भन्छन्। सजिलो भनेर त्यति पढ्नु पनि हुँदैन रहेछ है। मेरो साथीले पनि फेल गरेको थियो है। उसको कति आयो तर पर्सेन्ट देखाउँदैन त्यो जेएफटीको जस्तो। अनि जे होस् फेल भने फेल लेखिदिन्छ, पास भने पास लेखिदिन्छ, त्यति हो क्या। रिजल्टमा आफूले मोबाइलबाट हेरेपछि मात्र, पोरमेटिकमा लाएर हेरेपछि मात्र देखाउँदो रहेछ नि त। अनि मेरो साथी चाहिँ फेल भएको थियो है। जसले पनि क्रप फार्मिङको पढ्नु हुँदैछ नि उहाँहरूले चाहिँ म भन्छु यो भिडियो हेर्नुहुनेहरूले चाहिँ सबै पढ्नु होला। किनभने सबै इम्पोर्टेन्टै हुन्छ। त्यहाँ इम्पोर्टेन्ट भनेको कुनै पनि इम्पोर्टेन्ट चाहिँ नहुने होइन, सबै इम्पोर्टेन्ट नै हुन्छ। पढ्नु चाहिँ जम्मै पढ्ने हुन्छ है। झन् अब लिसनिङमा त झन् त्यस्तै हुन्छ हो। टाइपिङमा चाहिँ मलाई गाह्रो परेको थियो, किनकि मलाई त्यो कहिले कम्प्युटर बेसमा बसेर त्यसरी टाइपिङ पनि गरेको थिइनँ है। टाइपिङ गर्दाखेरि त्यहाँ लिसनिङ भन्दै थियो है, त्यही टाइपिङ गर्न पनि मलाई गाह्रो भएको थियो क्या। त्यसैले अलिकति मिल्छ भने चाहिँ कम्प्युटर बेसमै गरेपछि एउटा मुक टेस्टहरू पनि गरेर जाँदा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई यो क्रप फार्मिङको चाहिँ। ल यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। सबैले मेहनत गर्नुहोस्। ज्ञान बाँड्दै कुदोस् है।